भाइ तिम्रो लागि सक्सेस चाहिँ के हो? सक्सेस भन्ने कुरा चाहिँ के हो लाइफमा? सक्सेस भन्नाले अब तपाईँहरूले होइन अब दुनियाँ अब जति पनि मलाई हेर्ने दर्शकहरूले सोच्दै छ होला होइन, भाइको सक्सेस चाहिँ मुभीमा खेल्ने, भाइ कुनै नेपाली फिल्ममा गएर एउटा सिन गर्ने है, अन्त दुनियाँले फोटो खिच्ने है, त्यस्तो टाइपको त्यो सक्सेस नै होइन जस्तो लाग्छ त म चाहिँ। सक्सेस चाहिँ मेरो चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब मेरो सक्सेस चाहिँ अब एउटा पक्का घर बनाउनु, अन्त पानी चुने डर पनि नहुने, त्यस्तो हो सक्सेस त। अब मेहनत बहुत गर्यो त, अब मेहनतै गर्यो है। सानोमा पनि म तपाईँहरूलाई थाहा छैन होला, अब 4-5 वर्ष है अरूकै घरमा बसेँ म है, आफ्नो उयसको लागि, आफ्नो एजुकेसनको लागि, र पनि त्यो पनि पुरा हुन सकेन। अब ठिकै छ, अब सक्सेस भन्नाले त अब एउटा छोरा मान्छेकोमा त त्यही हो, अब एउटा पक्का घर बनाउने, अब राति सुत्दाखेरि पनि अब टेन्सन नहुने, आज त मेरो घरमा पानी चुहिँदैन, मैले घर बनाएको छु, त्यस्तो टाइपको निन्द्रा पनि मजाले आउने है, पानी चुही नबस्ने, अब त्यसको टेन्सनै नहुने, अब खानापिनाहरू पनि राम्रो बनाइखाने, अब त्यही हो सपना चाहिँ राम्रो चाहिँ अब एउटा घर बनाउने। भने जुन दिन तिम्रो पक्का घर बनिन्छ त्यो दिन तिम्रो सक्सेस हुन्छ लाइफ। है भनेपछि तिमीले धेरै सङ्घर्ष स्ट्रगल झेलेछौ। पक्का एक दिन तिम्रो के अरे घर बनिन्छ है, पक्का तिम्रो सपना पूरा हुन्छ। मान्छेले चाहिँ सोच्छ सपना पूरा हुनु चाहिँ तिमी नेपाल गएर हिरो खेल्नु या तिमीलाई ठुलो फेममा पाउनु, त्यो चाहिँ होइन तिम्रो लागि। त्यही अब सङ्घर्ष अब सबैले गरेको छ, मेरो केटाहरूले पनि मभन्दा बेसी गरेको छ। राइजिङ भोइसले गरेको छ। राइजिङ भोइस डल्लैले दुःख गरेको छ। अब यस्तो हो नि त अब दुःख त पायो नि त्यो मान्छेले, अब यस्तो हुन्छ, दुःख पायो तर त्यो दुःख पाउँदाखेरि अब त्यो दुःख बुझेन भने त्यो दुःखको केही भ्यालु नै भएन। त्यही कारण मान्छेले दुःख पाएर मात्रै हुँदैन है, बुझ्नु पनि पर्छ। फेरि कसै मान्छे हुन्छ नि त, अब उहाँ अब एकदम धनी मान्छे छ, अब बिल्डिङ छ, उसले दुःख नै पाएको छैन, तर उसले दुःख बुझ्यो भने चाहिँ नि त्यो उसले सक्सेस पाउनु उहाँलाई सजिलो हुन्छ क्या। दुःख पाएर मात्रै हुँदैन, बुझ्नुपर्छ। कस्तो मिठो कुरा। थ्याङ्क यू भाइ।